हेलो गाइजहरु नमस्ते एन्ड झोरले है हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। र केही समय भएको थियो मैले युट्युबमा भ्लगहरु भिडियोहरु बनाउन नपाएको। फाइनली आज चाहिँ भ्लग गर्न गइरहेको छु है। आजको मेरो भ्लग चाहिँ मोटो भ्लग नै हुनेवाला छ है गाइजहरु। आजको मेरो यात्रा भनेको अहिले चाहिँ म यो भगुन्डे बेसी भन्ने ठाउँमा छु। भगुन्डे बेसीदेखि बर्दिवास सप्तरी बर्दिवास भन्ने ठाउँसम्मको यात्रा छ मेरो आज चाहिँ है। आज पनि म एक्लै छु र अलि ढिला पनि भइसक्यो। टाढा रहेछ, लगभग 200 किलोमिटर चाँजन रहेछ यो ठाउँ। यहाँ के भन्छ यो भगुन्डेबाट 200 किलोमिटर चाँजन रहेछ। अलि ढिला पनि भइसक्यो गाइजहरु है। चिसो मौसम छ यता हाम्रोतिर। त अब हजुरहरुतिर के छ? मलाई जहाँसम्म लाग्छ अहिले त नेपाल अधिराज्य भन्ने चिसोकै मौसम छ। त्यही हो, ढिला पनि भइसक्यो। अब अगाडि गएर केही चिया खानु पर्ला, अनि पेट्रोल पनि हाल्नु छ, अनि त्यसपछि यात्रा अगाडि बढाउनु पर्ला। ल त गाइजहरु अलि ढिला पनि भइसक्यो है। ल भन्दै म अब अगाडि बढ्छु। लास्ट चिसो छ है गाइजहरु हाम्रोतिर त यार। कफी गरिदिनु न है। दुध कफी हजुर। प्योर दुधमा बनाइछु। हुन्छ ल। ल त गाइजहरु अब चिसो मौसम छ, अब कफी खानु पर्ला। ल फाइनली कफी पनि आइसकेको छ है। अब कफी खानु पर्ला। तातो तातो। अनि दाइ यो के भन्छ, चना र सेल होला? सेल चाहिँ सिक्यो, चना अन्डा झोल तरकारी छ। ल ठिक छ, मलाई यो चना मात्रै थोरै तताइदिनु ल। ल त गाइजहरु अब यो चना र कफी खान्छौँ, अनि त्यसपछि यात्रा जारी रहनेछ। चना है त गाइजहरु। निरन्तर तापमा हामी चलाइरहेछौँ। तपाईँसँग बोलिरहेका यो बारेमा तपाईँले सुन्दै ल त गाइजहरु अब चाहिँ म निक्लेको है। अब अगाडि हल्का पेट्रोल पनि हाल्नु छ, अनि लङतिर जानु छ। अब त्यही हो। जहिले ढिला हुन्छ यार। पेट्रोलको रेट 164 रुपियाँ। दाइ क्युआर हुन्छ होइन? मैले अन्डामा के कस्तो कलर रातो रातो छ त यार। मलाई 2000 को हालिदिनु है। 2000 हजुर हजुर। 164 कति कति भयो? 2000 को कति आउँछ? 'फुल ट्याङ्क नै हुन्छ क्या हो? फुल ट्याङ्क नै हुन्छ क्या हो? क्युआर कसले कम? हस् हस् हस्। 2000 को चाहिँ नि 12.17। ठिक छ। क्युआर यही होला होइन? ए ल त गाइजहरु है अलिक ढिला पनि भइसक्यो। अब पछि म फटाफट निक्लिन्छु यहाँबाट यार। कस्तो पेरेर आउँछ यार। ल गाइजहरु खत्तम बाटो सुरु भयो है।
कहाँसम्म हो हेर्दै जानु। तर मर्मत कार्य भइरहेको रहेछ यहाँ। के हो यार, अब यो खतम बाटो क्रस भइसकेपछि हजुरहरूलाई दिन्छु है त। बाटो चाहिँ हल्का खतम छ है। बाटो खतम छ हो गाइजहरू, बाटो खतम। अब हेर्दै जाउँ कहाँसम्म रहेछ। खराब बाटोको नतिजा यस्तो छ गाइजहरू, हजुरहरूले हेर्न सक्नुहुन्छ है। मेरो जुत्ताको हालत यस्तो भइसकेको छ। हल्का साफ गरेर अब चाहिँ राम्रो बाटो आएको जस्तो छ। हल्का साफ गरेर थुप्रै धुलो भइरहेछ। नेपालको बाटो अब के गर्नु, जताततै यस्तै छ। अब के भन्नु छ र होइन। ल अब यो हल्का सफा गर्छु अनि त्यसपछि अगाडि बढ्नु पर्ला। यात्रा धेरै लामो छ यार आज। त्यही भएर म एक्लै पनि छु है। म हल्का भोक पनि लाग्न थालिसक्यो। अब अगाडि खुर्कोट के भन्छ, खुर्कोट भन्ने ठाउँतिर गएर खानासाना खानु पर्ला। हैट के हो यार जुत्ता त। पनि घुम्नु पऱ्यो गाइस। ल त गाइजहरू, अब चाहिँ म अगाडि बढ्छु। अब यहाँबाट उता चाहिँ बाटो राम्रो छ जस्तो छ है गाइजहरू। हेर्दै जाउँ। ल त गाइजहरू, खराब बाटो चाहिँ समाप्त भएको छ है। उता के भन्छ भगुन्डेदेखि यो नेपाल पुगसम्म चाहिँ खत्तमै रहेछ बाटो है। अब यहाँबाट चाहिँ अगाडि राम्रै बाटो छ जस्तो लागेको छ। अब हेर्दै जाउँ। पनि डेन्जर छ यार। कति धेरै ऐनै ऐना छ क्या यो ठाउँमा। ल त गाइजहरू, भ्यू पनि बबाल आउँदो रहेछ यो ठाउँबाट। यो मुलकोट भन्छ होला होइन। अब अगाडि मन्दिर छ। अब म पनि दर्शन गर्छु। यहाँ फोटो खिच्नु सरी। ल फोटो खिच्नु मिल्दैन अरे। म दर्शन गर्छु। ल दर्शन पनि गरियो है। अब चाहिँ म अगाडि बढ्छु। यहाँबाट खुर्कोट अझै 15-16 किलोमिटर रहेछ। यहाँ भोक लागिसक्यो। अब त्यही हो है, जानु पनि अझै टाढा छ, धेरै टाढा छ गाइजहरू। म अगाडि बढ्छु है त। अब ल त गाइजहरू, फाइनली म खुर्कोटमा पनि आइपुगेँ है। यहाँ अगाडि कतै बस्छ, खाना खाइदिनु पर्ला। अब खानु पर्ला है।
खाना छ आइन्दै मलाई म एकजना मात्रै हो छ कि छैन हेरिदिनु नभए म अन्त जान्छु सादा नै खाइदिउँ ल त गाइजहरू है फाइनली खाना पनि आइसकेको छ अब म चाहिँ खाना खान्छु त्यसपछि बाटो तताउनु पर्ला क्यामेरा खिच्ने मान्छे पनि छैन है गाइज आज म एक्लै छु कस्तो आउँछ मेरो प्रतिक्रिया दिनु होला है हजुरहरूले भने म हो खाना सुरु गर्छु खानामा चाहिँ यस्तो रहेछ है खाना ठिकै रहेछ है खासै ट्राभल गरेको बेला म त्यस्तो खासै खानाहरू हुँदैन त्यसै कारणले सादा खाना दिइरहेको छु है गाइजहरू ल त गाइजहरू है म साना खाना दिएको ढिला भइसक्यो यार आज लास्टै ल त गाइजहरू है म खाना डेन्जर रहेछ सिन्धुली बजार गाइस फाइनली बर्दिवास आइपुग्नु लाग्यो म है आजको डेस्टिनेसनसम्म छिटो लागिसक्यो है गाइजहरू फाइनली म बर्दिवास आइपुगेँ ल त गाइजहरू है फाइनली म बर्दिवासमा आइपुगिसकेको छु है टाढा रहेछ यहाँ धेरै तर यता त्यो चिसो रहेछ हो तराई नै पर्छ क्या पर्नु चाहिँ तैपनि यो एरिया चिसै रहेछ यहाँ मेरो आजको यात्रा चाहिँ यहीँसम्म थियो त्यही हो एक दुई दिन बसिन्छ होला एक दिन बस्यो भने घुमिन्छ अब कहाँ कहाँ घुमिन्छ त्यो भ्लगमा आउने नै छ भन्दै आजलाई चाहिँ म यहीँनिर भ्लग सुरु गर्न चाहन्छु अब त्यही हो हल्का चिसो भइरहेछ अब चिया या कफी चिसो रहेछ है त गाइस आजको लागि